आज चाहिँ तपाईहरुलाई अलिकति ट्रेडिसनल बक्समा मौरी पालेको देखाउन गइरहेको छु। र यसरी हामीले ट्रेडिसनल बक्समा मौरी पालेर पनि हामीले मौरी फैलाउन सक्छौं। र तपाईले यहाँ देख्नुहुँदैछ यो सबै बक्समा लाइभ मौरीहरु छ है। र यो मौरी मैले किन यसरी राखेको भन्दाखेरि चाहिँ यो चाहिँ अलिकति ब्युटिफिकेसनको लागि राखेको हो। यसलाई चाहिँ हामीले के गर्छौं भन्दाखेरि चाहिँ जस्तो मौरी आउँछ यसलाई हामी शिफ्ट गर्छौं। अब यो पालि हामी यो मौरीलाई प्राय मौरी हामी शिफ्ट गर्छौं साइन्टिफिक बक्समा र घर फेरि खाली भएपछि यसमा फेरि मौरीहरु आइहाल्छ। र मौरी कसरी आउँछ है, मौरीलाई कसरी ट्र्याप गर्ने, मौरीलाई कसरी आकर्षण गर्ने भन्ने विषयमा तपाईहरुलाई म फेरि भिडियो बनाउने छु र तपाईले मेरो भिडियोलाई हेर्दै जानु होला। तपाईले पनि यसरी नै ट्रेडिसनल बक्सहरु झुन्ड्याएर है मौरीलाई ट्र्याप गरेर मौरी फैलाउन सक्नुहुन्छ। एकदमै जिरो ब्यालेन्समा मौरी पालन चाहिँ स्टार्ट गर्नुपर्ने हुन्छ। हामीले धेरै लगानी लगाएर मौरी पालन गर्नु हुँदैन, किनभने मौरी भनेको कुरा उडिजाने किरा हो है। सबै उडिदियो भने भोलि दिनमा हामीलाई फेरि मौरी खेती गर्नु साह्रो पर्छ। र यसरी हामीले एकदमै जिरो ब्यालेन्सबाट मौरीलाई ट्र्याप गरेर एउटा बक्सबाट स्टार्ट गर्यो भने हामीले बादमा धेरै फाइदा र मुनाफा लिन सकिन्छ भन्दै हजुरहरुको माझबाट बिदा हुन चाहन्छु।